सबैभन्दा पहिलो कुरा सुशीला कार्कीलाई चुनाव गराउनका निम्ति प्रधानमन्त्री बनाएको चाहिँ होइन। प्रधानमन्त्री बनाइएको जेन्जीका मागहरू पुरा हुन् भन्ने एउटा आशा लिएर मात्रै प्रधानमन्त्रीमा राखिएको हो। अनि यदि हामीलाई प्रधानमन्त्री नै चाहिएको थियो भनेपछि त केपी ओली छँदै थियो नि, किन जेन्जीहरूले आन्दोलन गर्नु पर्यो? यदि तपाईँले अहिलेको समयमा यदि फागुन 21 गते चुनाव गर्नुहुन्छ भनेपछि त्यो पहिलाकै प्रणालीमा चुनाव हुन्छ, गठबन्धनको सरकार हुन्छ। नेपालमा एकल सरकार हुने सम्भव नै छैन, किनकि संविधानमा एकल सरकार हुने खालको कुनै व्यवस्था नै छैन। नेपालको संविधानलाई यसरी बनाएको छ जहाँ कि गठबन्धन बाहेक कुनै एकल सरकार त्यहाँ हुनै पाउँदैन। अब एकल सरकार भएन भनेपछि त्यहाँ के हुन्छ? राजनीतिक अस्तित्व हुन्छ। 2 वर्ष एउटाले शासन गर्ने, 2 वर्ष अर्कोले, घन्टीले, 2 वर्ष अर्को माओवादीले, त्यसरी चल्दैन कहिले पनि। त्यही भए कारणले नेपालमा एकल सरकारको लागि संविधान संशोधन हुनैपर्छ। र यदि तपाईँले दोस्रो कुरा है, यदि तपाईँले फागुन 21 गते चुनाव गरि नै हाल्ने अठोट राख्नुहुन्छ भनेपछि हिजो नै राजा फर्कनु भएको छ। राजावादीहरू पनि एकदमै आक्रोशित छन् र जेन्जी युवाहरू पनि आन्दोलनमा उत्रिनेवाला छन्। यो आन्दोलन यो अहिलेको जेन्जी आन्दोलनभन्दा पनि एकदम भयावह हुनेवाला छ। यो कुरा चाहिँ याद गरिराख्नु। पहिला चाहिँ जसरी पनि संविधान संशोधन गर्नु होला।